र यो साँडाको छोराको पुटपुरीमा भैँसी काट्दैछ यहाँ गाउँले दाजुभाइहरू टुक्टो भैँसी काट्दैछ यी केटाहरूले कत्रो काट्दो रहेछ ज्याम काटे यो त चाहिँ राँगो उतापट्टिको खसी बुढी चाहिँ के बनाउँदैछ गाइजहरूले त्यो बस खाने ठाउँ खाना खाने ठाउँ यो चाहिँ नाच्ने ठाउँ भनिन्छ है ल ठिक छ यो चाहिँ हाम्रो कान्छा मामाको घर ल यार कोही छैन अहिले हरबोट गाउँ यस्तै छ हाम्रो गाउँघरहरू यो हरबोट गाउँ हो यो चाहिँ उता माथिको चाहिँ डोडो हो यो डोडो हो गाउँ यो चाहिँ नालमा यो हाम्रो यो रोटे पनि